नमस्कार किसान दाजुभाइहरू, म आज मेरै आफ्नै धान खेत निरीक्षण गर्ने क्रममा आएको थिएँ। सब साल हाइब्रिड धान किन रोप्ने, एक वर्ष उत्पादन गरेको धानको बिउ अर्को वर्ष पनि काम लाग्छ भनेर मैले खेती गरेको थिएँ। त्यही अनुसार यो जातीय शुद्धता नभएको कारणले पनि होला सायद यस्तो भएको होइन। कुनै अल्को छ कुनै होचो छ। एउटा रहेको कुरो चाहिँ के भने म चाहिँ अब यो बाला पटाउने बेला हुन लागेको छ। अबको सम्भावित समय भनेको कालीपोके, धानमा कालीपोके लाग्ने, कालीपोकेको लक्षणको साथसाथमा त्यो कुनै चाहिँ कालो नदेखेर पहेँलो पहेँलो यत्रो यत्रो डल्लो सानो सानो त्यो किराहरूको साइजको डल्लोहरू धानको बालामा देखिन्छ कि। त्यो अवस्थालाई कन्ट्रोल गर्नको लागि चाहिँ अहिले नै त्यो साफ म्याङ्कोजियम हो त अथवा सिक्सर अथवा साफ होइन, अथवा तपाईँले बेबेस्टिन होइन, अथवा तपाईँले टिपिएम कुनै एउटा विषादी ल्याएर यो स्टेजमा स्प्रे गरिदिनु भयो भने कालीपोके चाहिँ तपाईँको भाइरस डिजिज फङ्गिसाइड हो होइन, त्यसले अलिकति नोक्सान गर्न सक्छ भविष्यमा भन्ने दृष्टिकोणले अहिले नै गरिदिनु स्प्रे भयो भने त्यो राम्रो हुन्छ। अब मेरो चाहिँ धानको अवस्था कस्तो छ भने म चाहिँ हेर्न आएको है खासमा। अब मेरो पनि धान बाली हेर्न आउँदाखेरि चाहिँ यहाँ अलिकति देखिहालेँ क्या समस्या। यहाँ बोरर लागेको छ, किराले बाला काटेको छ। यहाँ तलबाट पुतलीले अन्डा पारेको छ। त्यो अन्डा चाहिँ पिउपा लार्वा यो बयक्स हुँदाहुँदै पुतली भएर बाहिर निस्किने क्रममा यहाँनिर पाल पारेर चट्टसँगले यिनीहरू भागे, यहाँ खाइदिए, यहाँको गुदी खाए, उसको जीवनचक्र अलिकति त्यो अन्डाबाट बच्चा हुने सानो पहिलो स्टेजको बच्चा हुने अवस्थामा म यो अलिकति अङ्ग्रेजी मिसाएको कुरो भन्दा ठेट नेपालीमा कुरा गर्छु है। अनि त्यो पुतली अन्डाबाट पुतली त्यो बच्चा निस्किने बेलामा यहाँ अलिकति नरम भाग पानी भएको भाग खाँदै अलिकति हुर्किसकेपछि अलिकति त्यो प्वाँख आएर उड्ने बेला भएपछि यहाँनिर चट्टसँगले तपाईँको पाल पारेर सट्ट यिनीहरू उडेर भागे। मैले तपाईँको पाल पनि कता हो, यो पाल यतातिर यो भर्खर देखाएको थिएँ। यहाँ बिचमा एउटा पाल हुन्छ कि, अनि त्यो पालबाट यो किराहरू भागिसकेका हुन्छ होइन। अब हामी चाहिँ अनि त्यो किराको यो भित्रको भाग सर्लक्क खाइसकेर यिनीहरू भागिसकेका हुन्छ। हेर्नुहोस् है, अब भाइसक्यो यस्तै भित्र सुकिसकेको हुन्छ, यिनीहरू भाइसकेको हुन्छ। अनि किसान दाजुभाइ हामी सबै तपाईँ म जस्तो किसानको चाहिँ आँखा खुल्छ बाला सुक्या देखेर। पहिला चाहिँ ध्यान पुगेन, पछि सिधिसकेपछि चाहिँ अब ध्यान आउँछ होइन। अब यस्तो अवस्थामा चाहिँ नआओस्, यो बिरुवाको अवस्था यस्तो नहोस् भन्नको लागि चाहिँ तपाईँ हामीले धान रोपिसकेपछि फटेरा नामको एक किसिमको विषादी पाइन्छ। अर्को तपाईँको धानको बिउ राख्ने बेलैमा कोराजिन भन्ने पनि पाइन्छ। त्यो कोराजिन भन्ने पनि तपाईँले चट्टसँगले 4 ml 15 लिटर पानीमा घोलेर धानको बिउमा चाहिँ यसरी, मैले चाहिँ पोहोर साल त्यो सिस्टम गरेको थिएँ। यसपालि आफू प्राविधिक कारणले बाहिर जानु पर्यो हुनाले त्यो भ्याइएन, खेती गर्नेले यसरी रोपिदिनु भयो। चट्टसँगले गरिदिएको भए यो बाला सुक्ने रोगबाट यो डन्ठी काट्ने किरा, यो पुतली यो सानो सानो किराहरूले डन्ठी काटेर यिनीहरू हुर्के भागे बाहिर पुतली निस्केर। अब एउटा कुरो यो चाहिँ तपाईँको झिरिप्पसँगले त्यो डन्ठी काटेर भाग्ने किराले खाएर यो बाला सुकेको हो। यो चाहिँ तपाईँको के भन्नुहुन्छ भने यहाँ भित्रको अवस्था सबै ठिक छ, डन्ठीहरूमा कहीँ पाल छैन, किराले काटेको पनि छैन। यो पतेराको नोक्सान हो, यहाँ ठिक छ, यतापट्टि आएर यो सुक्या छ, यतापट्टि आएर यो चाहिँ नि चामल बनिसकेको छ। यहाँ यो अवस्थाको हामीले बुझ्नु पर्दा पतेराको नोक्सान हो। यो अवस्थाको नोक्सानलाई चाहिँ मध्यनजर गर्नु पर्दाखेरि किराले काटेको हो खेतमा स्टिम बोरर। यो अब यो उखु खेती गर्ने किसानहरूको लागि पनि एउटा कुरो हुन्छ, स्टिम बोरर भन्ने हुन्छ, उखुमा पाल पारेर जम्मै घाउ पारे हुन्छ। त्यस्तै धानको पनि बोरर लागे हो, यो डन्ठीमा स्टिममा चाहिँ लागे हो। यसको लागि चाहिँ हजुरहरूले चाहिँ नि तपाईँको कोराजिन समयमै स्प्रे गरिदिने अथवा फटेरा नामको विषादी स्प्रे गरिदिनु भयो भने यो रोगबाट सधैँको लागि वञ्चित हुन पाइन्छ। अब लागिसकेनुभन्दा पहिला, रोग लाग्नुभन्दा अगाडि नै हामीले यसको चाहिँ उपचार गऱ्यो भने अति उत्तम हुन्छ है किसान दाजुभाइहरू। धान चाहिँ पटाएको छैन, यताउति केही भएको छैन भने यो तपाईँले पहिले नै प्राथमिक उपचार गरिराख्नुभयो भने राम्रो हुन्छ। हुन त म खासै जानकार व्यक्ति त होइन, त्यही पनि मैले जाने बुझेर मैले गरेको अनुभव यसो कृषि क्षेत्रमा हल्का हात हालेको दृष्टिकोणले हेर्दाखेरि चाहिँ म पनि अलिकति केही जानकार छ जस्तो लाग्यो हुनाले मैले यसो सानो एउटा भिडियो बनाएको। तपाईँलाई कस्तो लाग्छ भन्न त मैले भनिदिएँ, मैले जाने बुझे अनुसार भने है फेरि।